ल साथीहरु, आज बहराइनको अवस्था यस्तो छ। पानी परेको परै छ रातभरि, हिजो दिनभरि, अब आज पनि बिहानभरिसम्म पानी परिरहेको छ है। अब यो पानी कति दिनसम्मलाई नरोकिने हो। गाह्रो छ साथी हो, गाह्रो छ। के गर्नु, काका अवस्था कता कता हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, जुन देशमा हुनुहुन्छ, अहिले एकदम द्वन्द्व चलिरहेको छ। पक्कै पनि सेफ भएर बस्नु होला। जुन देशको सरकारले नियमहरू दिएको छ, त्यो नियमहरूलाई पालन गरेर बस्नु होला। के गर्नु, यस्तै छ साथीहरू। जलाग एरियातिर एकदम जटिल अवस्था पानीले गर्दाखेरि है। र जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु है त। यस्तो चाहिँ के गर्नु, जानै पर्यो। सरकारी नुन खाएपछि ड्युटी हिँडेको अवस्था, ड्युटी जाने बाटो यस्तो छ। के गर्नु साथी हो, नेपालतिर चुनाव लागेको छ, यतातिर द्वन्द्व चलेको छ, बर्खा लागेको छ, पानी परेको परै छ। हिजो त अलि शान्ति भयो, अहिलेसम्म केही त्यति भएको छैन है, त्यति खासै। त्यही पनि अब शान्ति होस् भन्न चाहन्छु। लडाइँ झगडा गरेर फाइदा छैन हैन, लडाइँ झगडा गरेर फाइदा छैन साथीहरू। शान्ति होस्, सबैलाई शान्त रूपले बस्ने वातावरण मिलोस्, सबैजना मिलुन् भन्न चाहन्छु साथीहरू। यस्तै छ। ल ख्याल गर्नु होला आफ्नो। के गर्नु, बहराइनतिर पानी आएर यस्तो बिजोग छ। ल हेर्नुहोस्, गाडी हुतुतुत गर्छन्। के गर्नु है त। ल ल ल ख्याल गर्नु होला है साथीहरू। आफ्नो आफ्नो ठाउँमा बस्नु होला। विशेष काम बाहेक अनावश्यक काममा बाहिर ननिस्किनु होला। कुनै अर्जेन्ट काम छ भने बाहिर निस्किनु होला है त। हेर्नुहोस् कसरी उड्या छ। यहाँ त पुरा भरिरहेछ। म त्यहाँ चप्लङ्गै परेँ यार। गाह्रो छ हौ साथीहरू, गाह्रो छ। के गर्नु, गाडी चलाउन नि गाह्रो छ। ठिक छ, पानी परेको राम्रो हो, शीतल हुन्छ। तर अहिले त शीतलकै मौसम थियो, तर पनि अब पानी पर्ने आवश्यकता थिएन हैन। के गर्नु, अब मौसम एकदम खराब छ यहाँ है। आकाशहरू पुरै काला नीला भएछन्। यही बेलामा अब शान्त भयो त हुन्थ्यो, गडङ गुडुङ गर्छन् कि भन्न पर्यो। के गर्नु, देखिँदैनन् है। ल साथीहरू, आफ्नो ख्याल गर्नु होला भन्दै अहिले चाहिँ एकदम शान्तिको कामना गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते, जय नेपाल।